अल्फा नेपाली ज्ञानमाला कक्षा 4 सुनाई पाठ 1 कविताको शीर्षक म छोरी स्यानी। यस कविताको रचयिता हुनुहुन्छ गङ्गा पौडेल कर्माचार्य। म छोरी सानी माया कि खानी अहिले छुच्ची छु। बुबा र आमा दादा र दिदी सबैकी फुच्ची छु। फुरफुर हुन्छु नपाए रुन्छु आफूले चाहेको। म रोए पनि दिदीले भन्छन् किन गीत गाएको। म रोए पनि दिदीले भन्छन् किन गीत गाएको। दादाले बोकी बाहिर लगी डुलाइ ल्याउने। आमाले मिठो पकाए मलाई खुवाउने। बाबाले नाना किनेर ल्याई दिएको लाकी छु। चुलबुले छु म तैपनि माया सबैको पाकी छु। स्कुलबाट घरमा आई खेलेर बस्दछु। सकिएपछि घरको काम बाहिर खेल्दछु। किताब पढ अगाडि बढ दिदीले भने कि उनका जाति सुनेर कुरा म ज्ञानी बनेकी। उनका जाति सुनेर कुरा म ज्ञानी बनेकी। खेलेर धेर समय खेर फालेको होइन नि। किताब कापी च्यातेर पाना टालेको छैन नि। पढेर भोलि संसारभरि मलाई पुग्नु छ। आकाशमाथि गएर जुन तारालाई छुनु छ। पढेर भोलि संसारभरि मलाई पुग्नु छ। आकाशमाथि गएर जुन तारालाई छुनु छ। तारालाई छुनु छ।